सबैजनालाई आजको दिनमा चाहिँ होइन अस्तिले अनि आज चाहिँ नयाँ वर्ष 1 गते हो नि। आज चाहिँ नयाँ वर्ष 1 गते हो नेपालको चाहिँ होइन। अनि मैले चाहिँ के भन्न चाहन्छु भने सबैजनालाई होइन नयाँ सालको ह्याप्पी सबैजनालाई भनौँ न होइन नयाँ साल भनौँला सबैजनालाई होइन। नेपालमा भएकोहरू सबैजनाले होइन साल रमाइलो माने होला होइन। कुनै त अब मेलामा जान्छ कस्तो बजारतिर जान्छ नि त। पहिला न हामीले अब सानो बेलामा त हामी त कति हिँड्थेँ है, कति हिँड्थेँ बजारतिर होइन। अनि मलाई चाहिँ तपाईँहरूले भन्नुहुन्छ होला यो टोपी चाहिँ किन लगाएको भनेर भन्नुहुन्छ होला। मैले चाहिँ यो टोपी चाहिँ मेरो टाउको दुखिरहेछ, म चाहिँ बिरामी छु अनि त्यही भएर मैले चाहिँ यो टोपी लगाइरहेको छु होइन। अनि साथीहरू अनि म चाहिँ बाहिरतिर देख्यौँ अझ बजार पनि छैन, म एक्लै छु घरमा चाहिँ। म एक्लै भन्दा पनि साउनी पनि छ भित्रतिर छ। तर साउनी चाहिँ म चाहिँ काम गरिसकेर बिस्तारै कामहरू गरेर बसिरहेको छु साथीहरू। अनि तपाईँहरूको नयाँ साल 1 गते चाहिँ कस्तो भयो होला, हजुरहरूको चाहिँ कस्तो भयो होला। हाम्रो चाहिँ बिरामी भएर अर्काको ठाउँमा चाहिँ होइन घुम्नु पनि कहाँ जानु, घुम्नु पनि पाउँदैन हामी चाहिँ होइन। त्यसो भन्दै मैले चाहिँ एउटा भिडियो बनाउन आएको होइन। अनि भर्खर बसिरहेको छु म चाहिँ पानी खाएको गिलास पनि यहीँ छ क्या। पानी खाएर म चाहिँ यहाँनिर बसिरहेको छु। पानी खाएर भर्खर अब भिडियो बनाउनु पर्यो भनिरहेको थिएँ। अनि त्यही भएर सबैजनालाई नयाँ सालको ह्याप्पी मलाई चाहिँ भन्नु पनि आउँदैन क्या, मलाई बोल्नु आउँदैन होइन। सबैजनालाई मेरो होइन युट्युबमा, मेरो फेसबुकमा, मेरो टिकटकमा सबैजनाले लाइक कमेन्ट गरिदिनु भएकोमा त्यसको लागि धेरै धेरै धन्यवाद छ होइन। सबैजनालाई मेरो भिडियोमा माया गरिदिनु भएकोमा, सपोर्ट गरिदिनु भएकोमा धन्यवाद छ सबैजनालाई, थ्याङ्क यू। भोलि भेट्नेछु, भोलि म फेरि अर्को भिडियो बनाउने छु यता ल। मेरो साउनी छ यता आउनु पनि सक्छ। म चाहिँ यता सालामा बसिरहेको छु, यता मान्छे बस्नेमा क्या, यता मान्छे बस्नेमा, यता मान्छेहरू बस्नेमा बसिरहेको छु क्या म चाहिँ। तर उता चाहिँ साउनीको अनि यता चाहिँ हामी बस्ने हो क्या, बच्चा हामी। अनि नेपाली साथीहरू त कति आउँछ नि हौ।